हेलो एभ्रिवान है आज चाहिँ म यहाँनिर आफ्नै ठाउँको हाम्रो यहाँ कटुसे ट्री हाउसमा यसो घुम्न लागेको छु धेरै दिनपछि। हेर्नुहोस् है, एकदमै राम्रो ठाउँ छ यहाँनिर घुम्नलाई चाहिँ है। यहाँ यस्तो छ, यहाँनिर गौतम बुद्धको मूर्ति छ है। यहाँ दुईटा रुख छ, यो ट्री हाउस दुईटा हाउस छ ट्रीमा। अनि यस्तो राम्रो सुन्दर ठाउँ छ टिकटक बनाउनलाई अनि फोटोहरू खिच्नलाई चाहिँ एकदमै दामी दामी आउँछ। यदि हजुरहरू यो ठाउँ हेरेर हजुरलाई राम्रो लाग्छ भने आउनु होला है त। मात्र टिकट कति पो हो सिस बाहिरकोलाई? 30 रुपियाँ, मात्र 30 रुपियाँ। जति यहाँ वाइफाईको पनि एकदमै सुविधा छ है। 20 रुपियाँ है, सरी 20 रुपियाँ। अनि मार्छ अनि अघि 30 रुपियाँ भनेको त नि 30 रुपियाँ है। ल अब म भ्लगमा हालिदिन्छु। काउन्टरको मान्छे ठिक छैन है, घरि 20 रुपियाँ घरि 30 रुपियाँ। तर खाटी एकदमै रियलमा भन्नुपर्दा हामी 30 रुपियाँ र यो 20 र 30 चाहिँ टाढोबाट अलिक कन्फ्युज सुनेर चाहिँ है साथीहरू। 30 रुपियाँ है टिकट। ल यस्तो छ, एकदमै दामी ठाउँ छ है। हजुरहरूलाई बेस्टो आउनु। यहाँ यस्तो सुन्दर ठाउँ छ है। अनि यो बाटो गयो भने चाहिँ सेकुवा खाने ठाउँ छ है। त्यहाँ पनि एकदम दामी रिसोर्ट छ है, घुम्नलाई, फोटो खिच्नलाई, भिडियो बनाउनलाई। अनि पर यो अहिले हल्ला सुनिरहेछ माइक, त्यहाँ चाहिँ फुटबल हुँदैछ है साथीहरू। ल एकदमै दामी ठाउँ छ है साथीहरू, हजुरहरू आउन सक्नुहुन्छ है। यस्तो दामी ठाउँ छ है। कता जानु हुने? मान्छे लिन आउनु भएको? ए हजुर, जाउँ न। अब हामी त सफारीमा पनि चढिहाल्ने। ल ठिक्क, ल हामीलाई नै जुडेको रहेछ। ल जाउँ। यस्तो छ है साथीहरू। ल हामी चाहिँ अब घुमिफिरी, अब दिउँसो त एकदम टट्टालापुर घाम हुन्छ। अनि त्यही भएर अलिक बेलुकातिर 5 बजेतिर आएको। धन्न बहिनीले हुनेर जानु आएको भएको रहेछ। अनि यसो 15-20 मिनट जति हामीलाई घुम्ने टाइम दिनुभयो है। यस्तो छ है ठाउँ साथीहरू। यो चाहिँ ट्री हाउस है, कटुसे ट्री हाउस भन्छ है यो ठाउँलाई चाहिँ। यदि हजुरहरूलाई एकदमै आउन मन इच्छा छ भनेदेखि टिकटक बनाउन चाहनुहुन्छ, एकदम भाइरल ठाउँ हो है।